है अब आजको हाम्रो यात्रा चाहिँ झट्प लाएर चाहिँ नि एकदमै हाम्रो यो गीता दिदीलाई लाने यात्रा हुँदैछ हाम्रो यहाँनिर अगाडि हाम्रो ठुलो बा हुनुहुन्छ यता अहिले चाहिँ हामी ठ्याक्कै सुरुङ्गा कटेर चाहिँ माई खोलामा ठ्याक्कै ठ्याक्कै कोटियो माई पुगेका छौँ यहाँनिर है। अब हामी यहाँ ठ्याक्कै यो माईको पुल चाहिँ तर्न आँटेका छौँ यहाँनिर एकदमै छु। हाम्रो ठुलाबाले चाहिँ अगाडि नयाँ सफारीमा चाहिँ द्रुत गतिमा जाँदै हुनुहुन्छ अगाडि। यतातिर नजरा चाहिँ यस्तो छ है। अब यतातिर म भइहालेँ यहाँनिर चाहिँ ल ल ल एकदमै हामी चाहिँ कन्काई पुलमा यात्रा गरिरहेको छौँ। एकदमै धमाधम बन्दैछ। यतातिर लास्ट पोल्ने ठाउँ छ, 2-4 जना चाहिँ मान्छेहरू मरेका जस्तो पनि देखिहाल्छ। यतातिर धमाधम काम भइरहेछ। नयाँ रोड झप्प काम भइरहेछ यताउति सबै तरिकाले चाहिँ अहिले हामी माईको पुलमा छौँ। देख्न सक्नुहुन्छ नजारा। अब कतिजनाले चाहिँ यहाँ आइपुग्नु भएको छैन होला। अब यही भिडियो मार्फत यसो दर्शन गर्नुपर्ने हुनसक्छ। यही भिडियोमा हेरेर चाहिँ दर्शन गर्नुपर्ने हुनसक्छ। ल यहाँ त धमाधम काम भइरहेछ। नयाँ बाटो पुरा एसियन हाइवे लगाएर चाहिँ हाम्रो यात्रा चाहिँ आज झिलझिलेसम्मको छ। यो माईको पुल फेरि अलिक लामै छ। नेपालकै दोस्रो कि तेस्रो लामोमा पर्छ होला यो पुल। एकदम लामो छ। यो चाहिँ अब हामी माई वारी आइसकेका छौँ नि लाएर चाहिँ। यस्तो त यहाँ माछा मार्ने केटाहरू पनि छन् नि त। ल अब चाहिँ हामी ठ्याक्कै कन्काई नगरपालिकालाई छोडेर शिवसप्तशी नगरपालिकामा प्रवेश गरेका छौँ ठ्याक्कै। अपडेट दिँदै जान्छु। ल ठ्याक्कै हामी चाहिँ अहिले त्यो बेला माईधार आइपुगेका छौँ। ठ्याक्कै हामी चाहिँ पुल कटेर चाहिँ माईधार आइपुगेका छौँ यहाँनिर। माईधार सानो बजार छ। अब मान्छेको चहल पहल खासै देखिँदैन। अलिअलि गर्मी पनि भएको कारणले हुनसक्छ। यहाँनिर नजारा यस्तो छ है त। सानो बजार छ यहाँनिर। ठिक छ, म तपाईँहरूलाई अपडेट गराउँदै जानेछु। र ठ्याक्कै यो माई कट्ने बित्तिकै चाहिँ यहाँ एउटा डाइभर्सन आउँछ। किनभने बाटो बन्दैछ यहाँनिर। अङ्खड बङ्खड छ, धुलो धुवा बस्छ उठ्छ। एकदमै जोखिम पो मोल्नुपर्ने अवस्था छ यहाँनिर है। बाटोको अवस्था यस्तो छ यहाँनिर हामी देख्न सक्छौँ। बाटो एसियन हाइवे बन्दैछ। अब यो बाटोमा हिँड्दै महानुभावहरूले चाहिँ कमसेकम एउटा हेलमेट एउटा मास्क चाहिँ लाउनुपर्ने अवस्था रहेछ। अब यस्तो अङ्गडा बाङ्गडा धेरै छन् फेरि यो बाटोमा। त्यही भएर एउटा मास्क र भरसक एउटा हेलमेट बाइकमा हिँड्नेवालाहरूले चाहिँ र नानी बाबुहरूको लागि एउटा बख्ला सक्लर चाहिँ व्यवस्था गर्नुपर्ने रहेछ। गाह्रो छ। ल ठिक छ। र आजको मौसम चाहिँ जोस् अरू दिनको भन्दा अलिक शीतल छ। अरू दिन त घाम लागेर चाहिँ बाहिर निक्लिन सक्ने अवस्था खासै थिएन। अब आज चाहिँ माता तीर्थ औँसी भएर पनि हुनसक्छ। भगवान्ले अलिकति साथ दिएका छन् यहाँनिर। गइरहेछ। यतातिर नि विकास हुँदैछ। यहाँतिर जङ्गल छ है। ल ठिक छ, बिचमा अपडेट गराउँदै जान्छु है त म। ल फेरि अब हामी अर्को डाइभर्सनमा आइसक्न आँटेका छौँ। फेरि अब यहाँनिर चाहिँ एकदमै धुलो छ। गाडीहरू कुदिरहन्छन्। एकदमै बिजी सडक छ। यहाँ देख्नु सक्नुहुन्छ धुलो कति छ भन्ने कुरा छ।
ओहो एकदमै गाह्रो छ यहाँनिर चाहिँ यहाँनिर एसियन हाइवे चाहिँ अब एकदमै 5 वर्षको योजना होला सायद बन्दैछ सक्नुहुन्छ धुलो चाहिँ एकदमै उठ्छ यहाँनिर पाहाड डाँडाकाँडा छन् यहाँनिर अवस्था अलिक गाह्रो छ डाइभर्सन त कति छन् यहाँनिर अहिले चाहिँ हामी ठ्याक्कै भालुखोला पुल आइपुगेका छौँ यहाँनिर पुलको नाम पनि डेन्जर रहेछ पक्की पुल चाहिँ यसरी बन्द रहेछ यहाँ देख्न सकिन्छ ढल निकास सहितको यहाँनिर झप्प तरिकाको पुलको विकास भइरहेको छ यहाँनिर एकदमै खनखान गरेर चाहिँ बाइक सफारीहरूमा हिँड्न चाहिँ अलिक गाह्रै पर्दछ यस्तोमा यहाँबाट चाहिँ दमक ठ्याक्कै 16 किलोमिटर रहेछ अब हामी लगभग दुधैको छेउछाउ लगभग आइपुग्न आँट्यौँ जस्तो लागेको छ बाटो चाहिँ एकदमै गाह्रो छ बाइक सफारीमा हिँड्न चाहिँ अलिक डेन्जरै पर्छ अवस्था त्यस्तै छ यहाँ हेर्न सक्नु त्यस्तो बाटो बन्दैछ यहाँ थोरै केही हुने बित्तिकै लगभग हाम्रो त्यही खाल्डामा जाकिने सम्भावना अत्यधिक छ बस चाहिँ तुफानी कुदाउँछ अहिले चाहिँ हामी ठ्याक्कै यहाँनिर हाम्रो मिलन चोक भन्ने ठाउँमा आइपुगेका छौँ अहिले मिलन चोक भन्ने ठाउँमा ठ्याक्कै डाइभर्जन छ यहाँ पनि यस्तै छ सायद पुल बन्छ जस्तो छ यहाँनिर एकदम डेन्जर छ मिलन चोक भनेर यहाँ लेखेको अवस्था छ होइन यतातिरै यहाँनिर चाहिँ यो दुधीको रङ्गशाला हो यहाँनिर चाहिँ यहाँनिर अवस्था छ हामी चाहिँ अहिले ठ्याक्कै दुधे प्रवेश गर्न आँटिसकेको छौँ यो अगाडि देखेको बजार सायद दुधे बजार हो यतातिर छ एउटा स्कुलहरू पनि छ दुधे बजार देखिएको बजार चाहिँ एकदम
दुधे बजार हो। यो बजार पनि एकदमै विकसित हुँदैछ, दिनानुदिन विकास हुँदैछ। दुधेबाट हाम्रो यात्रा झिल्दिलेसम्मको हो। दुधेबाट चाहिँ झिल्दिले आउनु खासै टाइम छैन, खासै धेरै बेर लाग्नेवाला छैन। बाटोको अवस्था अलि डेन्जर डेन्जर छ, डाइभर्सनहरूले गर्दाखेरि चाहिँ अलिक गाह्रो अवस्था छ। ल ठिक छ, अब हामी चाहिँ यहीँबाट जाने भइएको छ। यो बाटो सजिलो छ। अब हामी चाहिँ झिल्दिले नगइकन यहीँबाट मोडिला झिल्दिलेबाट सिधा उता, झिल्दिलेबाट सिधा उता त्यो चाहिँ पर्दैन नि। त्यही बाटो सिधै उता गएपछि गएको गई यो बाटो त मलाई थाहा छैन। मैले अस्ति पुऱ्याउँदाखेरि चाहिँ त्यो झिल्दिलेको बाटो पुऱ्याएको हो क्या। त्यो पनि उता जाने बाटो पनि अलिकति पिथ्यो, अरू त उस्तै यो अप्ठ्यारो छ। कहिले आउनुभएको? पहिले आउनुभएको होला। ए 10 वर्ष अगाडि त अनि हामी केटाकेटी हुँदै आउनु आएर छ। ल हामी चाहिँ अब त्यो बाटोलाई नछोड्यो, फेरि यतैबाट जाने भइयो, झिल्दिलेकै बाटो जाने भइयो। गीता दिदीलाई थाहा छ भने त्यही बाटो आउनुपर्ने हुन्छ। सोद्धा भयो। होइन नि अझै कहाँ पिच त बाटो यो हो कि हाम्रो झिल्दिले चोक आउनु पर्यो नि त। चोक पुगेर थोरै अलि तलतिरबाट त्यो पेट्रोल पम्पबाट उता छिर्नु पर्दो रहेछ। आज चाहिँ फेरि मातातीर्थ औँसीको दिन एकदमै बाटो चाहिँ अलग प्याक अवस्था छ, मिलाएर छैन। यस्तो पनि हुन्छ घरिघरि आएर बाटो अलिकति समस्या छ कि त्यो नयाँ सफारी आइसक्यो, एकदमै नयाँ सफारी छ। अब हाम्रो ठुलोमा पनि एकदमै अनुभवी हुनुहुन्छ यसमा चाहिँ। एउटा फटाइसक्नु भएको छ यस्तै बाटो हिँडाएर। गाडी चाहिँ एकदम प्याक अवस्था छ, एकदमै बाटो पनि प्याक छ। यस्तै पिच भएको त हामी अघि आइपुगिसक्थ्यौँ तर अब यो बिचमा यस्ता यो खाल्डा र खुल्टी घङ्ग्रा भोग्रुङले गर्दाखेरि चाहिँ अलिकति समस्या आयो हामीलाई यहाँनिर। ल अहिले चाहिँ हामी ठ्याक्कै यो 87 पुलमा आइपुगेका छौँ। 87 पुलमा आइपुगेका छौँ। यहाँ पनि ढक्क पुल बन्दैछ फेरि अर्को नयाँ ठुलो। यहाँ पुरै खनेर चाहिँ खनेर चाहिँ पानी जमाको अवस्था छ यहाँनिर। जप्प लाएर चाहिँ लगभग हामी दुधे आइपुगेको अवस्था, के अरे झिल्दिले आइपुगेको अवस्था छ सायद। यो झिल्दिले हो। अब लगभग हामी चाहिँ पढिनु पर्ने हुन्छ। यहाँ पनि ठ्याक्कै एउटा डाइभर्सन छ।
ठ्याक्कै हामी झिलझिल आइपुगेका छौँ। यो यही त हो त। पेट्रोल पम्प कहाँनिर छ खोइ? पेट्रोल पम्प कहाँनिर छ? अगाडि पेट्रोल पम्प थियो यहाँ छेउमा। उयो बाटो चाहिँ हो नि, ऊ त अगाडिको चाहिँ होइन र, यो हो पेट्रोल पम्प थियो क्या। अब यहाँबाट आएर चाहिँ अलमल्ल परेको अवस्था छ। ठ्याक्कै अब पहिला त्यो बाटो बनिएको थिएन र सजिलो भएको थियो, अहिले चाहिँ बाटो भत्किएर कता हो जस्तो भयो। पेट्रोल पम्प थियो यहाँ पहिला, पेट्रोल पम्प त्यहाँनिर रहेछ भने चाहिँ यही बाटो रहेछ, यही रहेछ उहाँ अगाडि रहेछ नि त पेट्रोल पम्प। यहाँ रहेछ, यही बाटो हो। लु यही हो बाटो त, यही हो कि यहाँ पो अप्ठ्यारो छ त, कसरी छिराउने यो? अब हामी चाहिँ यहाँबाट ठ्याक्कै दाहिनेतिर मोडिनु पर्ने हुन्छ। यहाँनिर चाहिँ एकदमै गाडीको चाप पनि आउँछन्। अब यो भिडियोलाई चाहिँ रोकेर चाहिँ एकछिन भए पनि जतिर छिराउनु पर्ने हुन्छ। बाटो यत्रो उचाइमा छ, बिस्तारै जानुपर्ने हुन्छ हामी यहाँनिर। ल ठिक छ, लगभग हामी ल ठिक छ। अब चाहिँ हामी गीता दिदीको घरतिर जाने बाटो चाहिँ तिर लागिसकेका छौँ हामी यहाँनिर। यहाँनिर एउटा चौरी छ है त। त्यो ठाउँको नाम चाहिँ ठ्याक्कै के हो मलाई पनि थाहा भएन। ठाउँको नाम चाहिँ ठ्याक्कै थाहा नभइसकेको कारणले गर्दाखेरि गाह्रो छ। यो हामी पिछै जान्छौँ सर। अब एकछिन चाहिँ पिछै छ, एकछिन पहाडी फेरि अब सानो बाटो छ, कच्ची बाटो। त्यस्तै छ। म पनि तिहारमा आएदेखि आएको छुइनँ। यस्तै छ है त। हजुर पिछे हो कि यता मोडिनुपर्छ हो? यता मोडिनुपर्छ। यता मोडिनुपर्छ, यता हो। त्यही त, यो पिच त म गएको छुइनँ हो, यही बाटो त हो त। यता मोडिनु पर्ने हुनसक्छ यहाँनिर। अलिकति ठ्याक्कै कन्फ्युज हुँदै रहेछ अलिकति नआएको कारणले गर्दाखेरि नि। अब यहाँबाट हामी कच्ची बाटो लागिसकेका छौँ। घरसम्म यस्तै कच्ची नै छ। मिलाएर है घन्दा हुँदैन भए पनि हामी बिस्तारै भए पनि जाँदैछौँ, अघि बढ्दैछौँ सिधै। अब हामी सिधै जान्छौँ यहाँबाट। होइन यो बाटो त घुमेर उहीँ पुग्छ होला। यहाँबाट पनि हामीलाई करिब 5-7 मिनट जति त लाग्छ होला त्यहाँ पुग्नलाई मिलाएर, किनभने बाटोको अवस्था यस्तो छ। बाटो एकदम सानो छ। ढाड दुख्ने कम्मर दुख्नेहरूलाई चाहिँ बाटोमा ल्याएर हिँडाइयो भने चाहिँ लगभग त्यसको चाहिँ ठिक त्यसको चाहिँ हस्पिटल गएर उपचार गर्नु पर्दैन। हो यही बाटो मलाई थाहा भइसक्यो। अब यो बाटो सुइँ गए चाहिँ ठ्याक्कै पुगिन्छ। ल ऊ त्यो डडम भएतिर कहाँ घरहरू हुनसक्छन् क्या। अब त्यहाँ घुमेर त्यहाँनिर पुग्ने हो, घुमेर त्यहाँ पुग्ने हो। अब यता पनि विकास हुँदै रहेछ, घरहरू बन्दैछन् बोकेबारीका बिचतिर भए पनि। जे होस् अबको 2-4 वर्षतिर यताउति सायद घरै घर हुन्छन् होला। ल हजुर अब 20 मिनट हुँदैछ। अब 20-25 मिनटको घरसम्म पुग्दाखेरि 20-25 मिनटको हुन्छ होला। अब यतातिर पनि अलिक पानीको समस्या जस्तो छ।
काहीँ जोतिसकेको अवस्था छ, काहीँ चाहिँ मकै झप्प फलेर चाहिँ भाँच्ने बेला भएको अवस्था रहेछ। यस खेतीपातीको लागि चाहिँ यहाँनिर एकदमै उत्तम ठाउँ जस्तो छ यहाँनिर है। अब ठ्याक्कै हामी जानु पर्ने ठाउँ ऊ परको त्यो बाँसघारी नेर यता अलिक ओरतिर त्यस्तै छ। ल अब चाहिँ हामी लगभग आइपुग्न आँटिसकेका छौँ। ठिक छ, अब त्यहाँ पुगेर नबोले पनि तपाईँहरूलाई भिडियो मार्फत देखाउँछु, किनभने अलिक अप्ठ्यारो हुन्छ तपाईँको त्यहाँनिर बोल्दाखेरि चाहिँ। अब अलिक लाज पनि लाग्ने हुनसक्छ, मिलाएर उयो गर्नुपर्ने अवस्था हुनसक्छ। हजुर हो, अब आइपुग्न आँटो। यहाँबाट थोरै घुमेपछि आइपुगिहाल्छ। अब अर्कै बाटो त आइएन होला नि त। होइन, टाढै छ। अब बाइकमा आउनु त मलाई निकै घुम्नु पऱ्यो अनि। अब लगभग हामी आइपुग्न आँट्यौँ। त्यो अगाडि देखेको घर हाम्रै त्यो खड्का आफन्तको भनेको होइन उहाँ तिनीहरूको भनेपछि उयो घरदेखि सक्यो लगभग। खड्काइ कसको आफन्तको भनेको होइन, 2-2.5 तला कति कुरा छ। अब उही धोजा पत्ता डाँगेको घर त हो, उही धोजा पत्ता डाँगेको घर हो क्या। ल है त अब हामी लगभग आइपुगेका छौँ। अब चाहिँ मैले मुखले भन्दा पनि भिडियोले मात्रै देखाउनु पर्ने हुन्छ। यहाँ अलिक समस्या हुन्छ नि त यहाँनिर। ल हामी चाहिँ ठ्याक्कै यहाँनिर आइपुगेको अवस्था छ। घर चाहिँ देख्न सकिहाल्नुहुन्छ यहाँनिर। ए कता जाने भन्दा पनि यतै आउनु चाहिँ ठ्याक्कै हामी यहीँसम्म हो। आउनु चाहिँ हामी ठ्याक्कै यहीँसम्म आएका हौँ। अब हाम्रो यो गाडीलाई चाहिँ कता राख्ने भन्ने कुरा सबै थाहा छ, सबै आउने जाने बोल्ने खाने सबै छ नि त। अनि यसो बस्यौँ, अनि के कुरा गर्दै लाँदा फ्यास त्यसो भन्नु त के भन्नुहुन्छ हौ तपाईँ त? म त कहाँ त्यस्तो कहाँ भएन भयो नि। अनि यस्तो सबै परिबन्ध यहाँको जम्मै पढेर सुनाउनु भयो मैले पनि। अनि कहीँ गइरहेछन् भने विचार गरौँ न त। अनि पछाडि हिँडेर जस्तो सुनाएर चाहिँ